देखो त्यो प्रभुको ब्युटीनेस यति साह्रो प्रभु चाहिँ सुन्दर हुनुहुन्छ, यति साह्रो सुन्दर हुनुहुन्छ। अनि त्यो सुन्दरता चाहिँ नि जबसम्म हाम्रो हृदयको आँखा चाहिँ खोल्दैन, त्यही कारणले पौलले यसरी प्रार्थना गर्दैछ कि यो भेल जुन चाहिँ कुण्डा लगाइदिएको छ त्यो चाहिँ हटाइजाओस् भन्दछ। त्यसलाई यसरी गरेर चाहिँ तिम्रो आँखाले चाहिँ त्यो प्रभु येशूलाई चाहिँ देख्नुहोस् भन्दछ। यो भित्रको हृदयको आँखा खोलेर चाहिँ जब हामी प्रभुको त्यो ब्युटीलाई देख्छौँ नि, हामीले प्रभुको त्यो सुन्दरतालाई देख्छौँ नि, मलाई के फिल भयो भन्दाखेरि मलाई यो के हुन्छ भन्दाखेरि हाम्रो जीवन यस्तै रहँदैछ। हाम्रो जीवन नि यत्तिकै हाम्रो जीवन रहँदैन। जब हामीले प्रभुको त्यो ब्युटीलाई देख्न थाल्छौँ, हामी चाहिँ के हुन्छौँ, वी विल फल इन लभ विथ जीसस। सुन्दर प्रभु हुनुहुन्छ, यति साह्रो सुन्दर प्रभु हुनुहुन्छ। अनि हाम्रो आँखाले चाहिँ के हुन्छ, हामी प्रभुलाई हेरेको त्यो प्रभु त्यही कारणले गर्दाखेरि दाउदले यसरी लेखेको छ, प्रभु तपाईँको सुन्दरता, तपाईँको पवित्रतामा, तपाईँको सुन्दरतामा मलाई हेर्ने मौका दिनुहोस्। हामी एब्सोल्युटली हामीले फ्ल्याट इन लभमा हामी पर्दछौँ। हामी मानिलिउँ, एउटा म तपाईँलाई एक्जाम्पल दिन चाहन्छु। यति सुन्दर एउटा केटा छ अरे है, यति सुन्दर एउटा स्त्री छ अरे। अनि हामी चाहिँ उसलाई देखेर हामी मक्ख भयो अरे, हामीलाई दिनभरि उसलाई हेर्नु मात्रै मनपर्छ अरे। किन अब यसलाई चाहिँ मिलियन गुणामा मल्टिप्लाई गरिदिनुहोस्। यति साह्रो सुन्दर प्रभु हुनुहुन्छ। त्यो भेल शैतानले हाम्रो हृदय चाहिँ के भएको छ, हाम्रो हृदय चाहिँ हाम्रो इनलाइटमेन्ट, हामीलाई त्यो हृदयको आँखा चाहिँ बन्द भएको कारणले गर्दाखेरि प्रभुको हामीले त्यो सुन्दरता देखेका छैनौँ। अनि जब हामीले प्रभुको सुन्दरता हामीले देखेको छैनौँ, मलाई के फिल भयो भन्दाखेरि हामीलाई के हुन्छ भन्दाखेरि चर्च आउनु पर्ने एकदम गाह्रो लाग्छ, हामीलाई प्रभुको वचन पढ्न पनि गाह्रो लाग्छ, हामीलाई प्रार्थना पनि गर्न रुटिन है, आज रुटिन भएको छ। बिहान प्रार्थना गर्ने एउटा रुटिन हुन्छ नि, रुटिन मैले गर्नै पर्छ। मैले गरिनँ भने आज मलाई दण्ड आउँछ, मैले गरिनँ भने, मैले प्रार्थना गरिनँ भने मलाई दण्ड आउँछ। त्यो डर मलाई दण्ड आउँछ ला, मलाई के पो भइहाल्छ कि तर जब त्यो हृदयको इन्लाइटमेन्ट, जब हामीले त्यो आँखा खोलिदिन्छौँ, सुन्दरता देख्छौँ, हामी प्रभुको लभमा पस्न सक्छौँ। डिलाइट होइन, के भन्छ रुटिन होइन, डिलाइट। कहिले म उठेर प्रार्थना गर्नु, म कहिले चाहिँ चर्च जाउँ, म कहिले चाहिँ योपालि मलाई एकदमै रियलाइज भयो। योपालि म वचन पढ्दै थिएँ, मैले रियलाइज भयो। हे परमेश्वर, सबै कुरा उहाँमा पाउनु राखिदिनु भयो र मण्डलीको निम्ति उहाँले सबै कुरा स्थिर बनाइदिनु भयो, जुन मण्डली उहाँको शरीर, उहाँको पूर्णता हो। प्रभु मैले प्रार्थना गरेँ, मैले प्रभुलाई रिपेन्ट गरेँ, ठिक पनि मण्डली टाइम पुग्दैन। मलाई बाबाको प्रब्लम हुन्छ, बाबालाई खुवाइदिनु पऱ्यो, बाबालाई के गर्नु, बाबाको के ज्यादा मैले यसो सोच्नु पऱ्यो, मैले मेरो बाउलाई चाहिँ ज्यादा इम्पोर्टेन्स दिइरहेको छु दिनमा। तर आज पनि म 10 मिनट ढिलो भइहाल्यो। मलाई प्रभु बोल्नु भयो, त्यति बेला मलाई प्रभु बोल्नु भयो, है यु निड कहिले चाहिँ चर्चलाई माया गर्नुपर्छ, किनकि चर्च चाहिँ मेरो शरीर हो। त्यो चर्चमा टाइममा जानुपर्छ। मलाई एकदम पवित्र आत्माले यो कुरामा देखाइदिनु भयो। त्यो डिलाइट हुनुपर्छ, खुसी हुनुपर्छ। त्यो चर्चमा जाँदाखेरि चाहिँ मान्छेलाई देखाउनुको लागि होइन, मान्छेलाई प्रभाव पार्नुको लागि होइन, मान्छेलाई वाह भाइ यो भाइ त कस्तो टाइममा आउँदो रहेछ